यो वर्ष दशैं हामीदेखि टाढो हुँदै गर्दाखेरि तिहारले हामीलाई छ्याप्पै समातेको छ। तिहारमा देउसी भैलो खेल्दाखेरि हामी भट्टाउँदाखेरि भन भन भाइयो भन्दाखेरि बहिनीहरूले पनि देउसी भन्ने हाम्रो कल्चर छ। यो थियो आजको भिडियोको सबैभन्दा पहिलो ननसेन्स कुरा। तर सेन्ससँगको कुरा भन्नुपर्दाखेरि म अहिले जर्मनीको बर्लिन सिटीको सबैभन्दा मेन स्टेसन यानि कि बर्लिन हाफबानहोफमा आइपुगेको छु। र यो हाफबानहोफ चाहिँ यहाँको सबैभन्दा आधुनिक, सबैभन्दा ठुलो र सबैभन्दा धेरै कनेक्सन यानि कि जुनै पनि भेहिकलहरूको लागि यहाँनिर कनेक्सन पाउन सक्ने एउटा आधुनिक ट्रेन स्टेसन, रेल स्टेसन हो। जाडो सिजन चलिरहेको छ। हावा चिसो चिसो गालोको छाला छेडेर अगाडि बढिरहेको अवस्थामा तिहारको कुरा हुँदै थियो। भारतमा हुने नेपाली दाजुभाइहरू, भारतको बिहारमा हुनेलाई पनि तिहारको शुभकामना अनि विदेशमा हुनेलाई पनि नेपाली भेषको माया जस्तै शुभकामना। म जर्मनीमा हुनेलाई पनि मनभरि शुभकामना दिनु होला साथीहरू। यहाँ यो हाफबानहोफको टप स्टेसन, टप फ्लोरबाट चाहिँ विशेष गरी पूर्व पश्चिम लामो लङ रुटका ट्रेनहरू जान्छ, जुन तपाईँले भर्खरै देख्नुभयो। र त्यसको तल्लो यानि कि चौथो तलबाट चाहिँ उत्तर दक्षिणतिरको लङ रुटका ट्रेनहरू जाने गर्छन्। यो एकदमै ठुलो छ। यसको आकारको कुरा गर्नुपर्दाखेरि 13वटा फुटबल ग्राउन्डलाई मिलाउँदा जत्रो क्षेत्रफल हुन्छ त्यत्रै नै यसको क्षेत्रफल छ। म यो हाफबानहोफको ठ्याक्कै फ्रन्ट लाइनमा यानि कि अगाडिपट्टि छु। यो सबै प्राय बाहिरी यो निर्माण सामग्रीको कुरा गर्नुपर्दा यहाँ सिसाले बनिएको छ। र 1995 देखि 2006 सम्म करिब 11 वर्ष यो हाफबानहोफ निर्माण गर्नको लागि जर्मन सरकारलाई लागेको छ। र यो भित्र धेरै धेरै होटल, रेस्टुरेन्टहरूदेखि लिएर सुपर मार्केटहरू पनि छ, जो 24 घण्टा उपलब्ध हामीलाई हुन्छ। म अघि यो बाहिर यो मेन ढोकाको एकदमै बाहिरपट्टि स्ट्रेट बाहिर बसेर भिडियो बनाइरहेको थिएँ। त्यहाँबाट यहाँ प्रवेश गर्ने बित्तिकै यो हाफबानहोफको चाहिँ 3rd फ्लोरमा म आउँछु। यानि कि जमिनको सतहसम्म यसको फ्लोर चाहिँ 3rd फ्लोर छ भने यहाँबाट टक्क माथि यो 4th फ्लोर हो भने 5th फ्लोरबाट अहिले ट्रेन गइरहेको छ। र यसको बाँकी फ्लोरहरू चाहिँ डाउन तल छ। अब अरू फ्लोरहरू तलै रहने भयो। मैले पनि के भनेको होला हो न, चौथो तल माथि भएपछि अनि पहिलो तल, दोस्रो तल तलै त हुन्छ त। तर म चाहिँ 5औँ फ्लोरमा आएको छु। ऊ त्यो भरेङ के भन्छ फेरि बिर्सिहाल्छु यार। यो आफै यसो चढ्ने के आफै चल्ने भरेङ चढेर 5औँ फ्लोरमा आएको छु। 5औँ फ्लोरको इन्भाइरोमेन्ट चाहिँ यहाँ यस्तो छ। अब यस्तो कुराहरू चाहिँ परदेशमा रहेका नेपालीहरूलाई सामान्य लाग्न सक्छ, किनभने यस्तै हो। जतै पनि विकासका एकदम उच्चतम उदाहरणहरू यहाँ देख्न सकिन्छ। तर म पहिला नेपालमा हुँदाखेरि हाम्रो नेपाली हिमाल, पहाड, झरना र खोला नालाहरूलाई समेटेर भिडियो बनाउँदै सोसियल मिडियामा त्यसरी हालौँ र हाल्नुपर्छ, एउटा मेमोरी हुन्छ भन्ने मलाई आइडिया आएन अथवा कसैले मलाई सम्झाएन। त्यसो हुँदाखेरि म अहिले परदेशमा हुँदाखेरि चाहिँ यस्ता भिडियोहरू बनाएर विशेष गरी मेरो खाली समयमा भिडियो बनाएर सोसियल मिडियामा हालौँ अथवा मोबाइलमा सेभ गरेर हालौँ अथवा तपाईँहरूलाई उपहार स्वरूप पस्क्यौँ होइन। यसो गर्दाखेरि चाहिँ एउटा मेमोरी रहन्छ जस्तो लाग्न थालेर चाहिँ मैले यस्तो भिडियोहरू बनाएको हो। अब तपाईँहरूलाई कस्तो लाग्छ सल्लाह सुझाव चाहिँ तपाईँहरूले दिन सक्नुहुन्छ। अब म यो आफै चल्ने ठाडो परेर चल्ने भरेङ बाट ओर्लेर चाहिँ एकदमै ग्राउन्ड फ्लोरमा जानेछु। मान्छे लिफ्ट हो के, लिफ्ट, यसलाई लिफ्ट भन्छ। अघि त नजान्ने भएको पो त, अनि मलाई थाहा छैन लिफ्ट। मान्छेको ओहोरदोहोर त यहाँ यो 340 मिटर लम्बाइ यसको रहेछ भनेपछि यसलाई दिनभरि लाग्ने रहेछ मजाले घुम्यो भने। मान्छे त यहाँ कति धेरै त, बाफरे बाफरे बाफरे। म चाहिँ अहिले ग्राउन्ड फ्लोर, 1st फ्लोर, 2nd भनेपछि 2nd फ्लोरमा छु। यो अहिले भिडियोमा देखिरहेको ग्राउन्ड फ्लोर हो। यहाँबाट चाहिँ यता हाम्बुर्गतिर भयो, उता बेल्जियमतिर भयो, ट्रेनहरू यसरी जान्छ। र यो ट्रेन स्टेसनको सबैभन्दा पछिल्लो भागतिर आएर मैले चाहिँ भिडियो बनाइरहेको छु। यो फ्लोरमा चाहिँ प्रायः जसो सुपर मार्केटहरू रहेछ। यहाँ रोजमान देखिरहेको छौँ हामीले। अघि मैले नेटो पनि देखेको थिएँ र यहाँनिर मेरो साइडमा रेवे पनि छ। यो सुपर मार्केटहरू यस्तो इम्पोर्टेन्ट ठाउँमा राखिदिनुको अर्थ भनेको चाहिँ बाहिरी सुपथ मूल्यमा जुन रेटमा हामी सामानहरू किन्थ्यौँ त्यही रेटमा यहाँ सामानहरू उपलब्ध हुन्छ। जस्तै एयरपोर्टमा महँगो हुन्छ नि, त्यस्तो यहाँ पाइन्न। फ्याक्ट्रीको ढाटेको जस्तो भइगयो नि।
आमामा बाहिर कफी 1 युरो जस्तो पर्छ नि त होइन ब्ल्याक कफी। मैले कफी खानु खोजेको त 3 युरो अरे, महँगो हुँदो रहेछ नि त हौ यहाँ पनि कोही कोही त। तर अब कसैले त अब यसरी तत्काल किनिहाल्ने खाइहाल्ने गइहाल्ने हुन्छ होला नि त, कोही कोही हुन्छ नि त। तर अब कोही कोही चाहिँ लाइन बसेर मजाले सुपर मार्केटमा घुम्दै किन्दै आफूले चाहिने सामानहरू उपभोग गर्नको लागि चाहिँ त्यस्ता व्यक्तिहरूलाई अथवा त्यस्तो सिचुएसनमा चाहिँ यहाँ सुपर मार्केटहरू पनि छ भन्नाले राखिएको होला। भन्नुको मतलब तपाईँको अवस्था र व्यवस्था अनुसार तपाईँले महँगो सस्तो चाँडो छिटो आफ्नो हिसाबले यहाँनिर सबै खालको सुविधाहरू राखिएको छ। तपाईँले यहाँनिर रेस्ट रुमहरूदेखि लिएर, तर टोयलेट चाहिँ अहिलेसम्म भेटेको छुइनँ कि। पिसाब चाहिँ खत्रै आइरहेछ, त्यसमाथि फेरि 1 बोतल पानी किनेको छु। रेला गर्दै गर्दै भिडियो बनाउँदै त्यो हाफानुपको एकदमै पछिल्लो भागमा आएको छु। अघि चाहिँ मैले भिडियो स्टार्टिङ चाहिँ यो हाफानुपको फ्रन्टबाट सुरु गरेको थिएँ। अहिले चाहिँ म यो हाफानुपको पछाडि बिहाइन्ड भन्छ कि के भन्छ हौ पछाडिलाई, इङ्ग्लिस जान्नेहरूले मलाई कमेन्टमा सम्झाउनु है। अनि यहाँ चाहिँ अहिले रात पर्न आँटेको छ। त्यसो हुँदाखेरि यहाँको इन्भाइरोमेन्ट अहिले एकदमै फ्रेस टाइपको मलाई लागिरहेको छ। सायद आज म मजाले सुतेर होला। साँझ परिसकेको छ, भित्र बसेर कति यता र उता घुम्ने भनेर म साइडमा रहेको स्प्री खोलाको पुलमा ब्रिजमा आएको छु। सानो पानी जहाज जाँदैछ। अब मैले देखेको सबैभन्दा ठुलो र सबैभन्दा नजिकबाट यही हो। तर अब फिल्ममा हेरेको पानी जहाजभन्दा सानो भएकोले मैले सानो भनिदिएँ। अब त्योभन्दा अर्को पानी जहाज त सानोमा अब कागजको डुङ्गा बनाएर खेलाइन्थ्यो। अलेक्जेन्डर प्लाजमा रहेको त्यो अग्लो टावरको टुप्पा यहाँबाट पनि देखिँदो रहेछ। त्यो टुप्पाको फेद हुँदै म मेरो अपार्टमेन्टतिर लाग्नेछु। यो स्प्री खोलाको किनारमा म आएर यो साँझ पाकको समयलाई आफ्नो मोबाइलमा कैद गरिरहँदाखेरि अघिको पानी जहाज फेरि फर्क्यो कि अर्कै हो भन्दा पनि भन्दैन गधाहरूले। यो आन्तरिक तथा बाह्य पर्यटकहरूलाई चाहिँ मनोरञ्जन दिनका लागि गुडाइएको अथवा चलाइएको पानी जहाज हुन सक्छ। र यो हाफानुपको पछाडिपट्टि म अहिले ठ्याक्कै छु। यो हाफानुप हो र यहाँको इन्भाइरोमेन्ट चाहिँ अहिले शान्त फ्रेस सफा अनि एकदमै रमणीय छ। अब यहाँ मेरो साथी त्यस्तो हाँस्ने खेल्ने त घरमै मैले छोडिराखेँ आज आइतबारको दिन। अब भोलिदेखि तिहार लाग्दैछ, भोलि कहिलेदेखि हो पर्सिदेखि। त्यसको तयारी त के गर्नु, अब यसो के पूजा भन्छ नि हौ पहिलो दिनमा गर्ने पूजा, यहाँ लक्ष्मी पूजा म बिर्सिन्छु त। अनि लक्ष्मी पूजा नेपाली भएर त्यो पनि तिहारको यो पूर्व सन्ध्यामा। अब यो ब्रिज कटेर म आएँ, यो पुल हो ब्रिज भनेको। यो भिडियो पनि ब्रिजको रूपमा प्रयोग गरौँ साथीहरू। तपाईँहरूको माया, तपाईँहरूको सद्भाव त के भन्नु, तपाईँहरूको आशीर्वाद मलाई यो भिडियोले मतिर तार्छ र मेरो भिडियोले मेरो नमन नमस्कार तपाईँहरूतिर तार्छ। अनि यसरी तार्दै जाँदाखेरि हामीलाई टाढै हुँदा पनि नजिक पार्छ। आम्मामा कविता। आज चाहिँ मैले तपाईँहरूलाई हाफानुपको सानो भिडियो बनाएर पस्किएँ। तपाईँहरूलाई कस्तो लाग्यो? नेपालमा तिहार चलिरहेछ, माहौलहरू एकदम राम्रो चलिरहेको छ। देउसी भैलोहरू एकदम भोलिदेखि चल्ला, पर्सिदेखि चल्ला। अब आफू त परदेशमा छ, परदेशमा हुँदा पनि नेपालको माहौलहरू आफ्नो देशको एक्टिभिटीहरू चाहिँ सोसियल मिडियाको थ्रुबाट यी आँखाहरूमा पर्दो रहेछ। त्यसो गर्दाखेरि चाहिँ आफ्नो देशको थोरै मिस हुन्छ, घर परिवारको थोरै मिस हुनु स्वाभाविक हो हामी सोसियल एनिमललाई। त्यसो हुँदाखेरि यो हाफानुपको भिडियो तपाईँहरूलाई पस्किरहँदाखेरि मैले चाहिँ तपाईँहरूसँग सोसियल मिडियाको थ्रुबाट नजिक हुने कोसिस गरेको हो। यो प्रयासहरू तपाईँहरूलाई कस्तो लाग्छ होइन? आउँदै गरेको तिहारको एकदमै तपाईँहरूलाई शुभकामना। अब सबैको घरमा टन्नै लक्ष्मी, तर टन्नै के भन्नु, यताको घरमा टन्न लक्ष्मी थिप्रिनुको लागि त यता रित्तिनु पऱ्यो नि त। त्यस्तो हुँदैन। यता पनि ठिक्क, यता पनि ठिक्क, मलाई पनि ठिक्क, आफ्नो जिन्दगी नलागोस् दिक्क। कविता। यति भन्दै साँझ परिसकेको छ, एकदम जाडो मौसम छ यहाँ। फेरि ज्याकेट अब के भन्नु, अब अरूले 2-3 करोडको भन्छ, यो 2-3 करोडको त होइन, 55-56 लाखको हो। अनि लाउनु आएन के अर्काको त लगाएको त होइन त भने मेरै हो त भन्दै यो भिडियोबाट म बिदा हुन्छु। हस् त भाइ, नमस्ते। एभरेजमा चाहिने जो मेरो भिडियो चाहिँ 500 जनाले हेर्नुहुन्छ, जसमध्ये अन्तिमसम्म 20 जनाले हेर्नुहुन्छ कि भन्ने मेरो आशा हो। यो डिबीको अर्थ के हो? जसले कमेन्ट गर्नुहुन्छ उहाँले अन्तिमसम्म मेरो भिडियो हेर्नुभयो भन्ने प्रमाण पुग्छ भन्दै बिदा हुन्छु। हस्त भाइ, नमस्ते।